आज पनि म जापानको चिसो झर्नामा नुहाउन जाँदैछु। म सँगसँगै मेरो साथीहरू र मेरो दाइहरू हुनु। जापानको यो बढ्दो गर्मीमा चिसो झर्नामा नुहाउनुको मजै बेग्लै। यो चिसो झर्ना मुनि पौडी खेल्न पाउँदा मलाई नेपालकै फिल आयो। जति स्विमिङ खेल्ने त्यति नै खेल्न मन लाग्ने यो झर्नामा तपाईहरु पनि आउनुहोला। नमस्ते सम्पूर्णमा तपाईहरुलाई स्वागत छ यो मेरो मिनी ब्लग। आज भनी म जापानको चिसो झर्नामा स्विमिङ गर्न जाँदैछु। जापानको बढ्दो गर्मीको कारण आज भनी हामी जंगल भित्रको झर्नामा स्विमिङ खेल्न जाँदैछौँ। दायाँ बायाँ सुन्दर जंगलको बीचमा चिल्लो रोड, हेर्दा जति आनन्द लागिन्छ त्यहाँको चिसो हावाले त्यति नै मन शान्त बनाउँछ। सुक्को रामा रहेछ, रामा राम एउटा के हो हजुर म जान्छु। जापान आएको धेरै पछि जापानकै नेचुरल झर्नामा स्विमिङ खेल्न आएको छु। एकदमै चिसो पानी है, एकदम चिसो पानी। दाइहरू चाहिँ स्विमिङ खेल्नु भएको छ। म चाहिँ एकदिन खेलेँ लास्ट चिसो पानी झर्नामा है। त्यस्तो छ यहाँको वातावरणहरू छ लास्टै चिसो। ला चिसो गाडो मजा चाहिँ मजा आयो, लास्ट मजा आएन। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फेरि पनि हामी भेट्नेछौँ अर्को मिनी ब्लग। दिनजेलको सम्मलाई मलाई बिदा दिनुहोस्। नमस्ते, धन्यवाद।